नमस्ते नमस्कार साथी। एउटा मेरो एउटा सानो शब्द एउटा सुनौँ र यसमा प्रकृति कमेन्ट गर्नु होइन, कमसे कम कमेन्ट गरेर मलाई भन्नु कि यो सही हो कि मैले भनेको गलत हो। अन्तरिम सरकार सुशीला कार्की आउनुभन्दा अगाडि के भन्दै थियो कि म 5 दिन भित्रमा जति भ्रष्टाचारी नेता सबैलाई थुनिदिन्छु, सबलाई जेल हाल्छु, सबलाई कारवाही गर्छु भनेर भन्दै थियो आउनुभन्दा अगाडि, र आएपछि पनि भनेको थियो यस्तो कुरो। तर खोइ त अहिलेसम्म के गरेको। अहिलेसम्म कुनै नेताहरू त ठाडो चुनौती दिन्छ। सुशीला कार्कीलाई हिम्मत छ भने मलाई समातेर देखाउनु, यस्तो पनि चुनौती दिएको छ, धेरै चुनौती दिइसक्यो, मैले देखेँ, सबै थोक देखेको। तर खोइ त अहिलेसम्म कसैले नेतालाई कारवाही भएछ? कुनै नेतालाई अहिलेसम्म कारवाही गरेछ, सकेछ कारवाही गर्न? किन? मलाई त जस्तो लाग्छ कुनै न कुनै यसमा षड्यन्त्र छ। एउटा भनाइ छ नेपालीमा, जुनै गोरु आयो कानै चिरेको, त्यस्तै भइरहेछ साथीहरू। हामी जेनजी साथीहरू यो कमसे कम मैले भनेको कुरा विचार गर्नु कि यस्तै भइरहेछ, जुनै गोरु आयो कानै चिरेको। एउटा हाम्रो नेपालीमा उखान छ, स्याउ चाकु माथि गिरोस् कि चाकु स्याउ माथि गिरोस्, कट्नु स्याउलाई मात्रै पर्छ। आखिरमा कट्नु स्याउ नै हो। यसको मतलब हामी स्याउ, नेताहरू चाकु हो। जुनै नेता आयो भने इस्तेमाल हामीलाई गर्छ र हामीलाई इस्तेमाल गरेर तिनीहरू पैसा कमाउँछ, हाम्रो लाइफलाई ड्यामेज गरिदिन्छ। त्यही भएर साथीहरू मेरो भनाइ छ कि यसमा कुनै न कुनै चलखेल छ। अहिलेसम्म सुशीला कार्की केही गर्न सकेको छैन। खोइ अहिलेसम्म कुनै नेतालाई कारवाही गरेको? म त अहिलेसम्म देखेको छैन कुनै नेतालाई कारवाही गरेको। कहाँ गरेछ कोही? उसले भनेको एउटा कुरा पनि पुरा गरेको छैन। खोइ पुरा गरेको? 2 महिनासम्म हामी चुप लागेर बसेको छौँ जेनजीहरू। 2 महिना, अहिले 2 महिना भइसक्यो, 2 महिनासम्म केही भएको छैन। खोइ केही गरेको? 2 महिनासम्म चुप लागेर बसेको। अरू यो हाम्रो दुर्गा प्रसाईलाई, जुन राम्रो नेताहरू छ, तिनीहरूलाई टक्क ढकेलेर कुनै न कुनै अभियान लगाएर जेलमा कोचिदिन्छ। 1 बजे राति न केही प्रमाण छ न केही सबुत छ, जेलमा गएर कुदिदिन्छ। यो चाहिँ कहाँको नियम हो? न्याय कहाँको यो हो? त्यो त अन्याय भइरहेछ यो, र यो नेताको चलखेल हो यो। साथीहरू राज गर्नुहोस् जेनजी साथीहरू। यसपालिको आन्दोलनमा कुनै नेतालाई, कुनै मन्त्रीलाई छोड्नु हुँदैन। अस्ति 24 गतेको आन्दोलनमा हामी छोडिदिएको, धेरैलाई छोडेको, तर यसपालि छोड्नु हुँदैन। सिधै टाउको छिनाएर नेताहरू, घुसखोरी नेताहरूलाई टाउको छिनाएर फालिदिने हो। छोड्नु हुँदैन भ्रष्टाचारीलाई। यसपालि जाग्नु साथीहरू, मेरो यति भनाइ छ। र कमेन्ट लाइक गर्नु। मैले बोलेको राम्रो हो कि नराम्रो हो, मैले सत्य कुरो बोलेको हो कि के बोलेको हो, यसमा कमेन्ट गर्नुहोस्। ल, मेरो यति भनाइ छ जेनजी साथी। यसपालि जाग्नुहोस् जेनजी साथीहरू, जाग्नुहोस्। नमस्कार।